मध्यपूर्वमा इरान र अमेरिका बीचको तनाव चुलिँदै जाँदा यसको सिधा असर नेपालमा देखिन थालेको छ। विश्वकै महत्त्वपूर्ण तेल मार्ग स्ट्रेट अफ हर्मुज बन्द हुने खतरा बढेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकाशिएको छ। यसको प्रभावस्वरूप नेपालमा पेट्रोलियम पदार्थको मूल्य वात्तै बढेको छ। बढ्दो ऊर्जा सङ्कटका कारण नेपाल सरकारले 2 दिन सार्वजनिक तथा शैक्षिक बिदा घोषणा गरेको छ, जसले देशभरको जनजीवन प्रभावित बन्न सक्ने सम्भावना देखिएको छ। यसैबीच डोनाल्ड ट्रम्पले इरानलाई 48 घण्टाभित्र स्ट्रेट अफ हर्मुज खुलाउन कडा चेतावनी दिएका छन्, अन्यथा नर्क जस्तो अवस्था बनाइदिने धम्की पनि दिएका छन्। इरानले भने यस्तो दबाव स्वीकार नगर्ने स्पष्ट पार्दै प्रतिकार गर्ने चेतावनी दिएको छ। विश्लेषकका अनुसार यदि स्थिति यस्तै रह्यो भने अझ ठुलो युद्धको खतरा बन्नेछ र यसको प्रभाव नेपालसहित विश्वभर झन गहिरिने अवस्था छ। 19 عملیات موشکی پهپادی علیه اهداف آمریکایی صهیونی شده.